म पहिला 100% हिन्दू संस्कारमा हुर्केको। हजुर। मलाई यो माछाकमा सामखा छुई हुइलुङ छौवा भनेको केही पनि थाहा हुँदैन थियो। एक त त्यो हो, एक त माहौलमा बस्यो। अब मेरो घरमा चाहिँ मेरो संस्कारमा चाहिँ हाम्रो कोही थिएन। बाजेहरू सबै उनीहरू जोगी खलक, पुराण लाउने, स्वस्थानी पढ्ने, एका त्यस्तो सप्ताह अनि खर गर्ने त्यस्तो मात्रै थियो। अनि माउलीहरू चाहिँ तिलुङ राईहरू। तर त्यो हाम्रै पहिला सिलोछाकै किपट काटेर उहाँले बसाउनु भएको रहेछ। त्यहाँ चाहिँ तिलुङ राईहरू, तर चाम्लिङकै संस्कार सबै गर्नुहुन्थ्यो चाम्लिङमै। अनि त्यहाँ चाहिँ मेरो बजु चाहिँ डिबुमा कोकु चाहिँ माउलो कोकु चाहिँ उहाँको चाहिँ आफ्नै कुरा मात्रै बोल्ने। अनि त्यो संस्कारमा तर म चाहिँ खस भाषा मात्रै बोल्ने भएर पछि त्यसो बोल्दै जाँदा हिन्दू धर्म धेरै अध्ययन गरियो। अनि मैले यस्तो म बुर्नैसम्म जाँदासम्म, मैले बुर्नै हामी रहँदासम्म त्यो पहिलाको छाप अनि त्यो स्वस्थानी व्रतहरू लिइराख्ने, मेरो बुढीले पनि लिइराख्थ्यो। अनि कथा वाचन गर्ने, त्यस्तो हुँदाखेरि त्यही जस्तो त्यो मात्रै पक्का लाग्थ्यो। अनि पछि आएपछि अब जस्तै मलाई साकेलामा कान्तिपुरले बुम तेर्स्याउँदा मैले एन्सर गर्न सकिनँ। अनि त्यसपछि हाम्रो के रहेछ त भनेर अनि मैले फर्केर जाँदाखेरि अनि म को हो, म कहाँबाट आएको, मेरो पाछा कसरी भयो होइन भन्ने कुरा। अनि मैले अध्ययन गरेँ। त्यो थालेपछि अनि ल म चाम्लिङ परेँ, राई परेँ, पाछा यो अब त्यो पाछा कसरी उत्पत्ति भयो भनेर अनि मैले खोज्दै सोध्दै जाँदा के भन्छ भन्दाखेरि हाम्रो बबीदेखि स्टार्ट हुँदो रहेछ होइन। अनि त्यो स्वभाव चाहिँ अनि त्यो एउटा मामूली पुस्ताहरूले पनि मैले त्यो लेख्ने क्रम गर्दाखेरि थुप्रै कुरा त्यहाँ भेट्टापछि अनि मैले सबै त्यहाँ लागेर सोधेपछि अनि जति म हिन्दू संस्कारमा मैले कुरा बुझेँ त्यो त पहिले हाम्रो कुरामा रहेछ। दाइ त सुरुमा त उहाँ त हिन्दूहरूको धेरै कुरा पो जान्ने, कसरी यता लाग्नुभयो? अथवा जसमा नि सन्त परिवारको अलिकति प्रभाव दाइलाई रहेछ, तर कसरी यता लाग्नुभयो भनेर अरूले सोध्नुहुन्छ क्या। दाइ कसरी तपाईँ चाहिँ यो किराँती संस्कृतिमै काम गर्नुपर्ने रहेछ भनेर यता लाग्नुभयो? मलाई यो चाहिँ के भयो भने अब आधिकारिक रूपमा काम गरेपछि सबैले प्रश्न गर्नु एकदम स्वाभाविक हो। म पहिला आफ्नो यो हाम्रो संस्कार संस्कृतिको बारेमा पनि थाहा थिएन। अनि म धेरै जसो बाहिर बसियो जागिरको सिलसिलामा। अनि आएर म 2054 साल माघमा म नियुक्ति भएँ। जबरजस्ती हरेन्द्र चामलिङहरू अधिवक्ता हरेन्द्र चामलिङको पछाडि किराँत राई या खाको जिल्ला कमिटी काठमाडौँको। अनि त्यसरी त्यहाँ 2054 साल माघमा माघमा त्यसरी भयो। अनि त्यसको उभौलीमा साकेला गरियो। त्यस बेला त मलाई सोधपुछ त भएन। तर 55 सालमा चाहिँ कान्तिपुरले के सोध्यो भने यो तपाईँहरूले आज गरेको कार्यक्रम क्या हो भनेर सोध्नुभयो। साकेलामा कार्यक्रम भइरहँदा दाइलाई सोध्नुभयो त्यो कार्यक्रममा। अनि यो तपाईँहरूले गरेको कार्यक्रमको नाम क्या हो यो भनेर सोध्नुभयो। त्यस बेला मैले टुडी खेलमा अनि हाम्रो अब त्यति बेला मलाई भाषा थिएन। अनि यो हाम्रो चाहिँ चण्डी नाच हो मैले भने। अनि चण्डी नाच हो मैले भनेपछि अनि चण्डी भनेको केलाई पुज्नुहुन्छ, केलाई मान्नुहुन्छ भनेपछि त्यहाँदेखि चाहिँ मलाई त्यो विस्तृत थाहा भएन। अनि मैले के भन्यो भने यो पनि मलाई विस्तृत थाहा छैन, तपाईँलाई आगामी वर्षमा मैले पनि अनुसन्धान गरेर खोजेर बताउने छु। किनभने यो संस्थाको आधिकारिक मान्छे म भएपछि मैले जिम्मेवारी शब्द बोल्नुपर्छ। मैले फटाहा कुरा बोल्नु भएन। तपाईँ एउटा जिम्मेवारी संस्थादेखि आउनु भएको, त्यसै मैले हच्चाको भरमा मैले भन्छु तपाईँले हच्चाको भरमा प्रसारण गरिदिनु भयो भने त्यो राम्रो पो हुँदैन। त्यस कारणले मलाई खोज्ने मौका दिनुहोस् भनेर अब त्यहाँदेखि चाहिँ म अलिकता के रहेछ भने म के मान्छे हो, कुन कुलमा जन्म भयो, मेरो भाषा क्या हो, मेरो संस्कार क्या हो, मेरो धर्म क्या हो भनेर त्यहाँदेखि चाहिँ मलाई त्यो पिन्च परेर अनि मैले चाहिँ यो भाषामा लाग्यो। आफ्नो संस्कार राईहरूको के रहेछ यो मैले पहिला चण्डी भने। अनि चण्डी हो कि होइन रहेछ, यसलाई के भन्दो रहेछ, चण्डी भन्नु हुँदैन, हामीले साकेला भन्नुपर्छ। अनि त्यसरी खोज्दै जाँदा यो चण्डी भन्ने शब्द चाहिँ किनभने मैले भन्नु खोजेको चाहिँ यो हिन्दू धर्ममा चण्डी भन्छ। हजुर हजुर। अनि म
बाल्यकालमा मेरो त्यस्तै अब यो हिन्दू संस्कारमा बितेको हुनाले र मेरो पनि अध्ययनहरू त्यस्तो श्लोकहरू शास्त्रहरू पुराणहरू अब त्यो स्वस्तानी कथाहरू मलाई अहिले पनि मुग्ध आउँछ अनि त्यो भएर त्यसो भएपछि मलाई कस्तो पिन्च पऱ्यो भने अनि म साह्रो परेको हुनाले अनि मैले खोज्नु थालेँ। यो खोज्नु थालेपछि म कस्तो ठाउँमा पुगेछु भने म केही नजाने मान्छे एकैचोटि ठुलो ठाउँमा पुगेछु जस्तो मलाई फिलिङ भयो। त्यो भएर म यसरी खोज्दै जाँदा पछि यो चण्डी भनेको के रहेछ, राईहरूले के भन्नुपर्दछ, हाम्रो भाषा के भन्नुपर्दछ भनेर अनि त्यहाँदेखि मैले यो 55 सालको मलाई एक किसिमको एजुकेसन पन्च चाहिँ कान्तिपुरले दिएको हुनाले गृहकारी भएछ, गृहकारी भएछ। अनि त्यति बेला चण्डी भन्नुहुन्थ्यो, साकेला पनि भन्छ। यो चण्डी र साकेला चाहिँ किन चण्डी नभन्ने साकेला भन्ने रहेछ त्यस्तो? यो हाम्रो चण्डी भनेको चाहिँ उनीहरूको चण्डी पाठ यताउतामा त्यो प्रयोग हुँदो रहेछ। अब हिन्दू संस्कार यसलाई हाम्रो संस्कारमा त्यो चण्डी भन्ने नमिल्दैन, किराँती संस्कारमा चण्डी भनिँदैन। यो हाम्रोमा चाहिँ खास गरी भन्ने हो भने बुइछर हो। खास दाइले त्यो नाम चाहिँ कसरी जुराइदिनुहुन्छ, कसरी राखिदिने होला नाम? अब यो नाम राख्ने चाहिँ कस्तो हुन्छ भने हाम्रोमा छेत्री बाहुनको जस्तो कुन समयमा कति बजी जन्मियो गर्दाखेरि त्यस बेला चाहिँ के हुन्छ भने हिन्दू धर्ममा चाहिँ त्यो साइतमा जन्मिने मान्छेले कुन ढुङ्गाले फाप्छ होइन, कस्तो रङले फाप्छ, त्यो चाहिँ साइन्टिफिक कुरा हुँदो रहेछ। अब त्यो चाहिँ हाम्रो मुद्दुममा पनि होला, त्यो भाष पो त्यो त थाहा पाउन सकेन। त्यो भएर त्यो अनुसार उनीहरूले राशि बनाउँछ अनि त्यो राशिको मान्छे त्यो साइतमा जन्मेको, त्यो बारमा जन्मेको, त्यो एउटै दिनमा जन्म्यौँ तपाईँ हामी 2 मिनटको तलमाथि 1 सेकेन्डको तलमाथि छ भने पनि त्यो मिल्दैन, त्यतिको फरक पर्छ गर्दा हाम्रोमा पनि त्यो त्यतिको भाष त अब हामीले थाहा भएन त्यो खोज्नु। अनि त्यो खोज्दाखेरि चाहिँ जस्तै हामीले अब हाम्रो भाषामा अब मेरो नातिनलाई नाउ राखेको सायबुङ भनेर एउटा अब छोराहरूको त्यस्तै, त्यसको अर्थ आफ्नै भाषामा साय भनेको एउटा कस्तो आशीर्वादको फुल भने जस्तो है मेरो कुरा मैले बुझ्दाखेरि। अनि छोराहरूलाई पनि त्यस्तो आफ्नो संस्कार भाषामा मिल्ने जुल्नेहरू त्यस्तो अब यसो गर्नुपर्छ है, हामीले त्यो प्रसाद बहादुर भन्ने चाहिँ नगरौँ, हाम्रो कुरामा त्यो राख्ने प्रयास गरौँ भनेर मैले जाम बोल्दाखेरि अहिले मान्छेहरूले धेरै मलाई खोज्छ। अनि मैले पनि त्यो नाम राख्दा मैले पनि जानेसम्म र अर्थ लाग्ने खोज्यो। त्यस नभएपछि तपाईँहरू विज्ञालय हो मैले सोध्ने, हाम्रो भाषा हाम्रो तरिकाले के गर्ने भन्ने सोच्छ। हामीले चाहिँ अब यहाँ तिमीहरूले बेबी सावर भन्छ होला, हामीले खोरी धुम्मा चिउमा गर्नुपर्छ है। त्यो बालक आइसकेपछि चाहिँ हामीले उसलाई चाहिँ बेबी सावर जस्तो पुज्नुपर्छ र त्यो पुज्दाखेरि दुलैले उसको आमा बाबुले के कर्म गर्नुहुन्छ, के कर्म गर्नु हुँदैन त्यो बार्नुपर्छ। रिलुङ होसुङले यो भनेको छ, हिजो पुर्खाहरूले भनिछाडेको कुरा यस्तो हुन्छ, यसमा जोगिनु है भने मैले त्यति भनेपछि अनि उनीलाई चाहिँ सायद त्यही इन्ट्रेस्ट लाग्ने मान्छेले त्यो हुन्छ होला। अनि उनीहरूले हाम्रो भाषामा सोध्छ अनि अब हामीले के यो कुन गर्नुहुन्छ भनेर बताउनु, कहिले त कर लाग्दी पर्छ, के गरौँ भन्दाखेरि आफ्नो बाध्यताले लु यसो गर्दैछौँ चित्त नदुखाउनुहोस् है भनेर गर्नुहोस् शरण परेर भन्छु। यो दाइले कुरा गर्नुभयो कि बेबी सावर भन्ने चाहिँ अब अहिले खुब सबैले गर्छ कि, तर हाम्रो किराँती संस्कारमा त रहेछ नि है दाइ, खोरीदिमा भने अब बेबी सावर भने खोरीदिमा गर्ने छ नि, त्यो कस्तो राम्रो रहेछ। जब बच्चा परिवारमा कुलमा आएको थाहा हुन्छ परिवारलाई, त्यसै उत्सव मनाउने त होइन दाइ। अब त्यो चाहिँ यस्तो मैले सुनि जानेसम्म चाहिँ के हुँदो रहेछ भने हाम्रो पाछा फुट्दा पनि 6 वर्ष 6 पुस्ता पुगेपछि फुट्नु राम्रो सल्लाहले। फुट्नु भनेको 6 वर्ष पुगेपछि त्यही दाजुभाइमा बिहे गर्दा पाछा छुटाउनुपर्छ विधिवतले। विधिवतले त्यसको विधि छ, त्यो सायद संक्षिप्त यो किताबमा मैले राखेको छु। त्यो छुट्दा चाहिँ राम्रो हुँदो रहेछ। अनि 7 पुस्ता लागेपछि फेरि नहुँदो रहेछ, 7 पुस्ता फेरि जोडिनु पर्यो गर्दाखेरि अब हामीले यो उभौली उधौली गर्दा पनि 6 पुस्ताकोलाई मात्रै हामीले बोलाएर
उँधौली उँभौलीमा हामीले अर्पण गर्ने तर्पण गर्ने पितृलाई त्यहाँदेखि उताकोलाई फेरि हुँदैन। त्यो चाहिँ त्यही भएर हाम्रो चाहिँ यो के भन्छ भने हामीले उसलाई समाधि गर्दा पनि तिमी चाँडै फर्किनु, यो तुलामा तिमीलाई सबैले कुरी बस्छ आशीर्वाद दिनु भनेर हाम्रो सन्तानहरू चाहिँ त्यो फर्केर आउँछ अरे। त्यस कारणले सम्मान गर्ने खरिदमा भनेको फर्केर आयो स्याबास भन्ने अरे। अनि त्यो कुरा त छ कि अनि त्यो भनेपछि त्यो मलाई पनि यसो विचार गरेँ, ऊ फर्केर आएको भन्नाले सम्मान, त्यसले सम्मान पूजा। किराँती संस्कारमा कति राम्रो कुराहरू छ नि त, खुरीधीमा पूजा गर्ने। हामीले चाहिँ सम्झिन्छौँ विदेशी प्रभाव परेर बेबिसर मात्र सम्झिन्छौँ नि, तर हाम्रै संस्कार छ र राम्रो रहेछ नि त कुरा। खोरी धुम्मा चिउमा भनेपछि खोरी भनेको पेट भयो, चिउमा भनेको पूजा गर्नु, धुम्मा भनेको गर्भवती पेट बोकेको छ, उसले गर्भमा बच्चा बोकेको छ, उसलाई पूजा गरौँ, हाम्रो पुर्खाहरू फर्क्यो है भन्ने कुरा रहेछ। हाम्रोमा चाहिँ शिवराज राई भन्ने धामी हुनुहुन्थ्यो नचौँ, अहिले हुनुहुन्न। उनले मेरो बाजे खसे पछाडि चिन्ता बस्दाखेरि त्यो मुदुमले तिमी नबस तिमी जाऊ भने रहेछ। म त आमाहरू त्यो फकाएर पठाएको पहिले चाहिँ गाली गर्यो, फकायो, धामीले फकाउँदो रहेछ कि गरेर फकाउँदा त्यति बेला मैले बुझिनँ। मेरो आमाहरू यो बुवा रुनुभयो, भाषा बुझ्ने हुन्छ, धामी रोएछ, म त्यो किन रोक होला लाग्थ्यो कि। यसको बारेमा त अलिकति भन्नु। त्यो यस्तो हुँदो रहेछ, त्यो चाहिँ जसले हामीले ऋषिया बुझिन्छ, मुदुम बुझिएपछि अब कस्तो हुन्छ भने उसलाई कुन ठाउँमा राख्नु, उसको मरण कस्तो छ होइन। मरण भन्नाले फेरि राम्रो नराम्रो पनि हुँदो रहेछ। त्यो मरण हाम्रो थुप्रो किसिमको हुन्छ। अनि त्यो मरण भएको कुन कस्तो अब एउटा जस्तै भनौँ न, सबैभन्दा नराम्रो मरण चाहिँ त्यो आत्महत्या गर्ने, जानी सुसाइड गर्ने चाहिँ सबैभन्दा नराम्रो मरण। त्यसलाई त्यो चाहिँ हाम्रो कस्तो रहेछ भने त्यो चाहिँ सकभर उसलाई अलग्गै राख्ने अथवा उसको नामै नलिने, सधैँको लागि बाटो थुन्ने भन्दो रहेछ होइन। अब आफ्नै सन्तानै भयो भनौँ न, मेरै आमा भयो भने माया त लाग्छ, तर उसलाई चाहिँ त्यो रितबाट पहिल्यै हामीहरूलाई बुझेर उसलाई कहिल्यै केही नगर्ने गरी एकैचोटि दिएर पठाउने, त्यो एउटा त्यो रहेछ। तर प्रायःजसो खास गरी चाहिँ प्रायःजसो चाहिँ अब त्यो माया हुनाले उसलाई एउटा स्थान दिएर रोज्नु लगाएर अब त्यो नराम्रो खालीलाई जिम्मा लाएर यो चाहिँ असाध्यै यसले चाहिँ गति झाडा अपराध गरेर मरेको हुन तिमीले जिम्मा दिनु चाहिँ दिन्छौँ उसलाई पनि कम्ती, चित्त नदुखाउनु, तर यो चाहिँ यस्तो हो, तपाईँले नछोड्नु है यसलाई। त्यसले पछि अरू बानी गऱ्यो भने तिम्रो पछि रहेको दर सन्तानलाई यसले हानि गर्छ, त्यो नछुटाउनु भने त्यसरी कसम खुवाएर राख्दो रहेछ कि। अनि अब अरू त घाउ चोट लाग्नेहरू चाहिँ अब त्यो कस्तो हुन्छ भने हाम्रो घाउ चोट नलागेको, उमेर पुगेर मरेको, गर्भवती के जाति अरे जिउ सुकेर मर्नेहरू, त्यस्तोहरू पवित्र मान्छेहरू चाहिँ उनीहरू निखालीमा जान्छ। निखाली भनेको चाहिँ चुलामा बस्ने, शुद्ध प्योर उनीहरू चाहिँ चुलामा बस्ने। अब त्यसमा थुप्रै परिकारको हुँदो रहेछ। अब त्यो इसाखाली, पाखाली, चैतेखाली के हुँदो रहेछ होइन। अनि त्यो धामीले बाटो लाउने बेला त्यो लामो धामी बस्ने कारण त्यो रहेछ। एउटालाई सोध्यो धामीले त्यो ठाउँमा लान्छ, अनि ओकोना कहाँ पालेको है भन्दै उसले म लिन्न भन्दो रहेछ। फेरि अर्कोलाई फकायो, अर्कोलाई फकाएर जिम्मा दिएपछि अब कसले लिन्छ, अनि त्यसले जिम्मा लिएपछि यो तिमीले छोड्नु हुँदैन। अब फेरि छोडेर बिगार गर्यो भने त तिम्रो पनि बदनाम हुन्छ, हाम्रो पनि बदनाम हुन्छ, तिमीलाई म अपराध मलाई म अपराध हुन्छ भने म छोड्दिनँ भनेपछि मेरो पनि पछाडि साँची प्रमाणहरू छ, मैले के दसी देखाउनु त, तपाईँले एउटा दसी दिनु पऱ्यो, चिन्ह दिनु पऱ्यो भनेर त्यो चाहिँ मामो सहीमा भन्छ। मामो कहिले मर्दैन, त्यो चाहिँ उहाँले प्रतिबद्धता गरेको, लु मैले यसरी लिएँ भन्ने चिन्ह मात्रै देखाउँदो रहेछ। खास गरी त्यो मामो मर्दैन। र मैले जानेकोमा है, मैले यस्तो धामीहरूलाई धेरै सोधेको छु। हजुर, किराँत राई याखा। हजुर, यसलाई यति राम्रो सङ्गठित बनाउन चाहिँ भूपू आर्मीहरूको, ब्रिटिस आर्मीहरूको ठुलो योगदान रहेछ भाइ। त्यो त मनङ्गे छ, हामी नजान्ने। त्यसरी मैले संस्कार किन खोजेँ भन्नुहुन्छ भने यो जान्नु जरुरी किन छ भने त्यसमै दाइ जोड्न खोजेको मैले। त्यति बेला तपाईँहरूको टिममा चाहिँ को काम गर्नुहुन्थ्यो? यो याखामा चाहिँ
मैले कस्तो गरेँ भने हामी भुपू मात्रै भयौँ त्यहाँ। काठमाडौँ जिल्ला कमिटीमा। अनि त्यो भनेपछि मलाई त्यस्तो गर्नु चाहिँ किन अप्ठ्यारो, कोही मान्दैन। अनि हाम्रो एउटा भुपूमा चाहिँ के हुन्छ भने अलिकति सिनियरले अर्डर दियो भने जुनियरले तुरुन्त गर्ने हुन्छ नि त, होइन? अनि चेन अफ कमान्डमा चेन अफ कमान्ड हुन्छ। अनि म सिनियर पनि परेँ, एउटा उमेरले पनि, अनि यो भर्तीको क्रमले पनि, अनि त्यो पद पनि गर्दाखेरि लु भाइ हो यसो गरौँ, नाता यसो गरौँ भनेपछि उनीहरूले कुरा काट्नु सकेन। त्यो भएर धेरै मलाई हल्का भयो, त्यसरी गरियो। त्यति बेला तपाईँको सहयोगी टिमहरू को सहयोगी टिम त सबै भोजपुरीहरू अति राम्रो सहयोग गरेको। अनि हामी खट्ने भनेपछि यसरी खट्ने भने हामीले टुनी खेलमा साकेला 2 दिनसम्म पनि नचाह्यौँ। रातभरि त्यो ट्रेनमा ड्युटी बसेर पनि कुर्यौँ। अनि भोलिपल्टमा एकदम मान्छेले सफिसियन्ट होस् भनेर। हाम्रो टिम त त्यस बेलाको टिम त हाम्रो जे होस्, अहिले त म त त्यस्तो देख्दिनँ। अब त्यस बेला मैले के गरेँ भने अब त्यो हामी नौलो यस्तो टेन्टहरू कहाँ पाउँथ्यो के पाउँथ्यो थाहा थिएन। मैले विक्रम भवनमा गएर क्याम्पबाट त्यो वाटर बोजर के पानी ट्याङ्की धरी टेबल कुर्सी च्यादर सबै त्यो भाँडा कुँडा त्यहाँ ल्याएर मैले प्रयोग गरेको।